यो हाम्रो 3 दिने मौरी तालिम पछि आज यो मुडेबाट आधुनिकमा पार्टेसन गर्नको लागि प्रशिक्षण कार्यक्रम यहाँ चलिरह कस्तरी हो यो मुडेबाट आधुनिकमा सार्ने यो कसरी हो भन्ने हामीले चाहिँ केही कुरा त सिकिसक्यौँ र केही कुराहरू यहाँ बाँकी नै रहेको परीक्षण कार्यक्रम भइरहेछ पार्टेसनको लागि हामी तालिम गर्नेलाई पनि हामी थुप्रै छौँ कति दिदीबहिनीहरू पर हुनुहुन्छ भने कतिहरू यहाँ पनि छन् ठाउँ साँगुरो भएको कारणले गर्दाखेरि अलिकन असोज भइरहेको पनि छ किन यस्तो छोटो गरेर लामो धागो अहिले करिब 11-12 बजेको आसपासमा छौँ हामी र हामी पहिला दिउँसोमा मौरी काट्नको लागि हामी डराउँथ्यौँ भने बिलेटले काट्छ बिलेटले काट्ने काम गर्छ बिलेटले सहज हुन्छ सर डराएकाले यस्तो लाग्छ यो कोही चाहिँ यो डराउने मान्छे चाहिँ अब यस्तो चाहिँ लगाउनु भएको छ टोपीहरू लगाएर आफ्नो सेफ्टीको लागि उभिएर हेरिरहनु भएको छ महिला दिदीबहिनीहरूले पनि प्र्याक्टिस गरिरहनु भएको छ प्रोसेस जारी छ अनि यो ठाउँ साँगुरो भएको कारणले यतिकन भित्र पनि गएर हेरिरहनु भएको छ जालीभित्र हुनुहुन्छ उहाँहरू अनि ठाउँको अलि थोरै अभाव पनि भएको कारणले गर्दा माउरीले टोक्छ भनेर पनि हल्का डर पनि भयो होला उहाँलाई सायद अब के हो कुम्भबहादुरलाई खास हामी यो मौरी पालन चाहिँ तालिम लिउने 30 का आसपास हामीहरू छौँ र अलिकन यो ठाउँको अभावले ठाउँ साँगुरो छ अनि ठाउँको अभावले गर्दा कोही भित्रतिर गएर बसेर हेरिरहनु भएको छ जालीभित्र कोही चाहिँ दिदीबहिनीहरूले यहाँ प्रोसेस जारी छ आधुनिकमा सार्ने प्रक्रियाहरू मिलाउँदै हुनुहुन्छ